नमस्कार दर्शक, स्वागत छ तपाईलाई सुटी च्यानल नेपाली भिजमा। आज फेरि पनि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। तपाईहरुलाई चाहिँ क्याश डिपोजिट नबिल बैंकमा कसरी गर्ने त्यो सिकाउन गइरहेको छु। सो तपाई यो भिडियो अन्तिमसम्म हेर्नु होला। र यो भिडियो सुरु गर्नुभन्दा पहिले यस च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन प्रेस गरेसँगै अल नोटिफिकेसन बेल आइकन प्रेस गरिदिनु होला। ल अब यो भिडियो सुरु गर्न गइरहेको छु। यस्तो किसिमको क्याश डिपोजिट स्लिप हुन्छ नबिल बैंकको र चेक डिपोजिट स्लिप पनि यस्तै किसिमको हुन्छ। यसैबाट दुईटै काम गर्न सकिन्छ। क्याश डिपोजिट पनि गर्न सकिन्छ र चेक डिपोजिट पनि गर्न सकिन्छ नबिल बैंकमा। भने सर्वप्रथम तपाईले यहाँ के गर्नुपर्ने हुन्छ त अकाउन्ट टाइप, खाताको किसिम, कस्तो किसिमको खाता रहेछ त्यसमा तपाईले के गर्नु त टिक लगाउनु होला। टिक लगाइसकेपछि तपाईले यहाँ के गर्नुपर्छ, डेट हाल्नुपर्ने हुन्छ। जस्तै कि म यहाँ नेपाली डेट हाले है। यसरी डेट हाल्नुपर्ने हुन्छ। डेट हालिसकेपछि ब्रान्च, शाखाको नाम लेख्नुपर्ने हुन्छ। जस्तै मैले यहाँ लेखेँ र त्यसपछि अकाउन्ट नम्बर हाल्नुपर्ने हुन्छ यहाँ है। तपाईको बैंक अकाउन्ट यहाँ नबिलको चाहिँ के गर्नु होला त फिल गर्नु होला। र यो गरिसके पश्चात तपाईले के गर्नुपर्ने हुन्छ त खातावालाको पूरा नाम लेख्नुपर्ने हुन्छ। जस्तै कि मैले यहाँ लेखेँ। यो लेखिसके पश्चात तपाईले चाहिँ कति पैसा चाहिँ तपाईले डिपोजिट गर्न आउनु भएको छ त्यो भने कुन पैसा रहेको छ यसमा चाहिँ टिक गर्नु होला। जस्तै मैले नेपाली पैसा जो डिपोजिट गर्न आएको नेपालीमा चाहिँ के गरे त मैले एनपीआर मा टिक लगाए। टिक लगाइसके पश्चात यहाँ चाहिँ क्याश डोमिनेसन रहेको छ है, नगद विवरण रहेको छ। तपाईसँग 1000 रुपैयाँ कतिवटा छ, 500 को नोट कतिवटा छ, 100 को नोट कतिवटा छ, 50 को नोट कतिवटा छ, 20 को नोट कतिवटा छ र 10 को नोट कतिवटा छ र 5 रुपैयाँको नोट कतिवटा छ त्यो खुलाउनु पर्ने हुन्छ। जस्तै कि मैले यहाँ लेखेँ मसँग 10 वटा 1000 को नोट छ भने, 10 वटा 500 को नोट छ भने, 5 वटा 100 को नोट छ भने जतिवटा छ त्योसँग के गर्नु पर्यो त गुणन गर्नु पर्यो। 1000 सँग 10 गुणन गर्दाखेरि कति हुन्छ त 10000 हुन जान्छ। कति त 10000। त्यसपछि 500 सँग 10 को गुणन गर्यो भने 5000 हुन जान्छ। त्यसै गरी 100 सँग 5 लाई गुणन गर्दाखेरि 500 हुन जान्छ है। यो भइसकेपछि तपाईले चाहिँ के गर्नुपर्ने हुन्छ, त्यसले चाहिँ टोटल गर्नुपर्ने हुन्छ। अनि यहाँ कोइन, अब तपाईले यति डिपोजिट गर्नुहुन्छ भने त न त यहाँ कोइन रिटर्न आउँछ हैन, न त कुनै पैसा फिर्ता आउँछ। आउँदैन भने टोटल यहाँ के गर्नुपर्ने हुन्छ त लेख्नुपर्ने हुन्छ। टोटल कति हो त 15,500 भनेपछि 15,500 भयो भने यहाँ टोटल अमाउन्ट के गर्नुपर्ने हुन्छ त वर्डमा लेख्नुपर्ने हुन्छ। भनेपछि अक्षर रेपीमा लेख्नुपर्ने हुन्छ। जस्तै यहाँ हेर 15,500 भयो भने यहाँ लेख्नुपर्ने हुन्छ 15,500 ओन्ली है। त्यसपछि तपाईले यहाँ मुनि हेर्न सक्नुहुन्छ सोर्स अफ फन्ड। सोर्स अफ फन्ड कति बेला तपाईले हराउनु पर्ने हुन्छ भने जब 1 लाख भन्दा बढी पैसा तपाईले डिपोजिट गर्नुहुन्छ भने त्यति बेला चाहिँ यसमा चाहिँ सोर्स अफ फन्ड देखाउनु पर्ने हुन्छ है। अदरवाइज तपाईले चाहिँ के गर्न सक्नुहुन्छ त अहिले पनि देखाउन सक्नुहुन्छ। यसमा अदरमा टिक लगाएर के गरिदिनु होला त यहाँ सेभिङ लेखिदिनु होला। अब यहाँ के गर्नुहुन्छ त फुल नेम अफ डिपोजिटर भनेपछि डिपोजिट गर्दा को हुनुहुन्छ उहाँको के त फुल नेम यहाँ लेख्नुपर्ने हुन्छ। यदि तपाईं स्वयं हुनुहुन्छ भने सेल्फ लेख्न सक्नुहुन्छ, अथवा अन्य व्यक्ति छ भने जस्तै कि म अरूको अकाउन्टमा पैसा डिपोजिट गर्दैछु भने मैले आफ्नो यहाँ पूरा नाम लेख्नुपर्ने हुन्छ है। र त्यसपछि तपाईले चाहिँ के गर्न सक्नुहुन्छ, यदि तपाईको चाहिँ नबिल बैंकमा अकाउन्ट छ भने यो नाम नलेखिकन यहाँ चाहिँ के गर्न सक्नुहुन्छ तपाईले चाहिँ है यहाँ खाताको नम्बर लेख्न सक्नुहुन्छ है। तपाईको खाता नम्बर लेख्न सक्नुहुन्छ। यदि छैन भने त्यो कन्डिसनमा तपाईले के गर्नुपर्ने हुन्छ त पूरा नाम यहाँ चाहिँ लेखेर कन्ट्याक्ट नम्बर लेखेर अनि 1 लाख भन्दा बढी तपाईले पैसा डिपोजिट गर्दै हुनुहुन्छ भने त्यति बेला चाहिँ के गर्नुपर्ने हुन्छ त आईडी नम्बर लेख्नुपर्ने हुन्छ यहाँ। जस्तै कि मैले यहाँ चाहिँ के गरे त छैन भने मैले के गरे त यहाँ नाम लेखे यहाँ के गरे त मैले मोबाइल नम्बर दिए। मोबाइल नम्बर हालिसके पश्चात के गर्नुपर्ने हुन्छ त यहाँ पनि नाम लेखिदिनु होला है। र गरिसके पश्चात यहाँ चाहिँ लास्टमा चाहिँ तपाईले के गर्नुहुन्छ त सिग्नेचर गर्नुपर्ने हुन्छ। र यो सिग्नेचर गरिसके पश्चात तपाईले के गर्नु होला त नबिल बैंकको टेलर सेक्सन अर्थात क्याश डिपोजिट गर्ने ठाउँमा गएर
यो भोचर सबमिट गर्नु होला। सबमिट गरिसके पश्चात उहाँहरूले चाहिँ के गर्नुहुन्छ त यसको डिटेल तपाईको एकाउन्टको डिटेल हेर्नुहुन्छ, नाम मिलाउनु सक्नुहुन्छ। नाम मिलाइसकेपछि तपाईको पैसा तपाईको खातामा डिपोजिट भइसकेपछि तपाईलाई यस्तो किसिमको के दिन्छ त डिपोजिट भइसकेको स्लिप चाहिँ दिन्छ। र यो स्लिप तपाईलाई दिन्छ भने तपाईले बुझिहाल्नु भयो सक्नुहुन्छ कि डिपोजिट कन्फर्मेसन भनेको छ यो तपाईको खातामा पैसा डिपोजिट भइसक्यो भनेर तपाईले थाहा पाउन सक्नुहुन्छ। सो तपाईलाई यो भिडियो कस्तो लाग्यो तपाईले कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला। र यो च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी नजिकैको बेल आइकन प्रेस गरेसँगै अल नोटिफिकेसन बेल आइकन अन गरिदिनु होला। र फेरि पनि यस्तै किसिमका नयाँ भिडियोहरू लिएर म उपस्थित हुने नै छु। तबसम्मको लागि नेपाल, टाटा, बाई बाई। Your smile lit up like a sunrise glow, touch so soft where the seasons flow.